प्रविधिमा हामी कति कमजोर छौँ त्यसको एउटा उदाहरण हो एप्पल वाच। हामीले बेला बखतमा सुनिरहेका हुन्छौँ विदेशमा एप्पल वाच लगाएकै कारणले केही मानिसहरूको ज्यान जोगियो। एप्पल वाचमा धेरै एडभान्स्ड फिचरहरू छन्, त्यसको कारणले यस्तो सम्भव भएको हो। तर यसका महत्त्वपूर्ण फिचरहरू हामीले नेपालमा उपयोग गर्न सक्दैनौँ। यसमा जुन इसिम एक्टिभेसन हुन्छ त्यसलाई एनसेलले, नेपाल टेलिकमले सपोर्ट गर्दैन। यसकारण हामीले एप्पल वाचबाट कल गर्न सक्दैनौँ, वाचमा म्युजिक सुन्न सक्दैनौँ। त्यसै गरेर यसको वालेट एपमा हामीले नेपाली डेबिट र क्रेडिट कार्ड युज गर्न सक्दैनौँ। एप्पल वालेट र एप्पल पेलाई नेपालमा अनुमति दिइएको छैन। त्यसैले गर्दा कन्ट्याक्टलेस हामीले पेमेन्ट गर्न सक्दैनौँ। र सबभन्दा महत्त्वपूर्ण कुरा एप्पल वाचमा जुन इसिजी र इरेगुलर हार्ट रिदमको फ्यासिलिटी छ, जसको कारणले हाम्रो मुटुको अवस्था के छ, कुनै इरेगुलर हार्ट रिदम त भएन मुटुमा, त्यसको जानकारी यसले समयमा दिन्छ। पलपलमा हामीले जानकारी पाउँछौँ र समयमै मुटुको जाँच गराउन पनि मिल्छ। अब हाम्रो हेल्थ मिनिस्ट्रीले, गभर्नमेन्टले यसका लागि क्लियरेन्स दिनुपर्ने हुन्छ। त्यो क्लियरेन्स नपाएको कारणले यो फिचर पनि नेपालमा उपलब्ध छैन। त्यसै गरेर इमर्जेन्सी अवस्था छ भने सेटेलाइटको माध्यमबाट सूचना दिन सक्छ एप्पल वाचले। सेलेक्टेड कन्ट्रीहरूमा मात्रै अब यो सेटेलाइटको यो फिचर चाहिँ उपलब्ध छ, हामी कहाँ छैन। त्यसैले गर्दाखेरि यो सुविधा पनि हामीले उपयोग गर्न सक्दैनौँ। कतिपय नीतिगत विषयहरू छन्, कतिपय गभर्नमेन्टले एक्सन लिएको खण्डमा सर्ट आउट गर्न सकिने विषयहरू छन्। कतिपय विषय एप्पल कम्पनीले नै इनिसिएसन लिनुपर्ने खालका पनि छन्। तर समग्रमा निचोड के हो भने यस्ता प्रविधिहरू हुँदाहुँदै पनि यिनको उपभोग त हामीले गर्न सक्छौँ, तर समग्रतामा हाम्रो लागि यस्तो खालको प्रविधि उपयोगी हुन सक्दैन। त्यसैले गर्दा हामीले गर्नुपर्ने कामहरू थुप्रै छन्। तपाईलाई के लाग्छ कमेन्टमा भन्नुहोला। धन्यवाद।